आज बस्दै गर्दा एउटा कालो दिनको याद आयो कि आज त्यही दिन हो भएको दिन 2072 सालमा वैशाख 12 गते यस्तै दिन पनि यस्तै अन्धकार कस्तो नरमाइलो थियो। आज पनि त्यस्तै दिन परेको छ, शनिबार परेको छ। त्यो दिन पनि शनिबारै थियो। त्यस्तो दिन कतिका ज्यान गए, कतिका घर भत्किए, कति लथालिङ्ग भताभुङ्ग भएको उजाड लाग्दो दिन थियो। आज झस्याङ्ग भएर सम्झेँ कि ओहो आज त वैशाख 12 गते हो नि भनेर। तपाईँहरूलाई याद आयो कि आएन? मलाई भने आज त्यस्तो याद आयो। यही दिन ओहो कति आपत परेको थियो है भनेर। तपाईँहरू के गर्नुभएको थियो त्यो दिन? म भने साना बच्चा लिएर बाथरुममा गिजर खोलेर नुहाउन लागेको थिएँ। अब बेसरी भूकम्प आएछ, हल्लिएछ, पानी धारो खोल्यो, धारो हल्लिएछ, गिजर हल्लिएको छ बाथरुममा। के गर्नु बच्चालाई ननुहाइकन निस्किने कुरो भएन। निस्किएर जे होला जे त होला भन्नेतिर लाग्यो कि भूकम्पले आमै नि मरिन्छ भन्ने नै लागेन कि हो भूकम्प आएको लौ घर भत्किन्छ मरिन्छ भन्ने चेतना आएन कि त्यस्तो हुनु नि बरु ठिकै हो कि जस्तो लाग्यो। बच्चा नुहाएर निकालेँ, लुगासुगा लगाइदिएर बाहिर निस्किँदा त रोडभरि मान्छे हाहाकार चिच्याउने कराउने गरेको आवाज सुनिन्छ। दङ्ग परे के भएको भन्दा भूकम्प हो, यति ठुलो भूकम्प आएको भन्ने। त्यस्तो ठुलो भूकम्प चाहिँ 1990 सालमा आएको थियो अरे। त्यसभन्दा पछि चाहिँ आएको थिएन अरे। अब हामीले थाहै पाएन त्यसरी 90 सालको भूकम्प। अनि भूकम्पको यादै भएन कि। तपाईँहरू चाहिँ के गर्नुभएको थियो होला त्यो दिन? कमेन्ट गर्नु होला आफ्नो आफ्नो कस्तो अवस्थामा हुनुहुन्थ्यो, के गर्नुभएको थियो। अनि त्यो दिनको सम्झना आउँदा आफूलाई कस्तो लागेको छ? तपाईँहरूका आफ्ना कोही इष्टमित्र पनि त्यस्तै उसमा पर्नुभयो होला। आफन्तका घरहरू भत्किए होलान्, बिग्रिए होलान्, कति स्कुलहरू बिग्रिए, कति नोक्सान भयो। कति त्यो दिन फेरि न खाना किन्न केही पाइएछ, न केही किन्न पाइन्छ। ओहो चनाको झोल, झन्न घरमा चना थियो र चनाको झोल पकाउँदै खाँदै गरेको सम्झना आउँछ कि। कस्तो कस्तो अवस्था आउँछ प्रकृतिले पनि समयलाई कस्तो कस्तो बनाइदिन्छ है। तपाईँहरूलाई कस्तो भयो होला त्यो दिन? कमेन्ट गर्नु होला है। मलाई त आज ठ्याक्क झल्यास्स सम्झेँ कि आज वैशाख 12 गते यस्तो भएको थियो नि। यो दिन पो हो त आज 2083 सालको वैशाख 12 गते शनिबार परेको छ। हेर्नु त आज दिन पनि यस्तै छ कि नरमाइलो। कस्तो कालो दिनको याद आयो मलाई त।